कुनै पनि व्यक्तिले सरकारी नोकरी गर्छु भन्छ भने सरकारी नोकरी कसरी पाउनुपर्छ भन्ने कुरो उहाँलाई थाहा हुनुपर्छ। इभन सरकारी नोकरीमा तपाईको टिचर्स नै होस् या डिफरेन्ट फर्म अफ सरकारी नोकरी होस्, ग्रुप सी ग्रुप डी नै होस्, र हामीले अहिले जुन डे टु डे अपडेटहरु भइरहेको छ न्यायालयबाट, हामीले यहाँबाट के बुझ्न सक्छौं भन्दा कुनै पनि बाहुबलीले चाहिँ सरकारी नोकरी दिन सक्दैन भन्ने कुरो चाहिँ यहाँबाट हामीले बुझ्न सकिरहेका छौं। र उहाँहरुलाई पनि जसले बाहुबलीको झण्डाको सहायता लिएर भोलिमा सरकारी नोकरी पाउँछु भन्नुहुँदैछन् उहाँहरुलाई पनि एउटा सुझाव छ। तपाईहरु यदि तपाईको क्राइटेरिया पुग्छ भने तपाईले फेयर वेबाट कम्पिटिसन राखी माग्नुहोस्, एडभर्टाइजमेन्ट निकाली माग्नुहोस्। र हामी कन्सर्न युथ अफिल्स हाम्रो वान एन्ड ओन्ली प्राइमेरी गोल नै पहाडमा जुन गभर्नमेन्ट स्कुलहरुमा शिक्षा राम्रो भएर जानुपर्छ र शिक्षा राम्रो भएर जानुमा शिक्षक नियुक्तिको ठूलो रोल छ। यसमा रिजनल एसएससी हुनुपर्छ र रिजनल एसएससी बाट नियुक्ति हुनुपर्छ भन्ने हामीलाई लाग्छ। र आज भन्दा 1.5 वर्ष अगाडि पहाडमा रिजनल एसएससी हामी फुल वेमा त भन्न सक्दैनौं, तर रिजनल एसएससी आइसकेको छ, जसमा चेयरमा राख्नु भएको चाहिँ हाम्रो विजय सरज्यूलाई। र हामी विजय सरज्यूलाई साथसाथै जीटीए शिक्षा विभागलाई, जीटीए चिफ अनित थापाज्यूलाई साच्चै नै तपाईले पहाडको युवाहरू जसको क्राइटेरिया पुग्छ उहाँहरुको प्रति चिन्तित हुनुहुन्छ भने जीटीए चिफ अनित थापाज्यूलाई, साथसाथै बंगाल एसएससीलाई पहाडमा जुन रिजनल एसएससी आइसकेको छ यसमा नियुक्ति प्रक्रिया सुरु गरेर एडभर्टाइजमेन्ट निकालेर यहाँ कम्पिटिसन वेबाट एक्जाम राखेर चाहिँ नियुक्ति सुरु गर्नुपर्छ भन्ने हामीलाई लाग्छ र हामी रिक्वेस्ट गर्न चाहन्छौं। र रिजनल एसएससी मात्र यस्तो वे हो जहाँबाट नियुक्ति हाम्रो क्षेत्रमा हाम्रै व्यक्तिहरुले नियुक्ति पाउँछ, जसले हाम्रोले पाए त भन्नेहरुलाई पनि यो एउटा रिजनल एसएससी वान अफ द लिगल वे हो जहाँबाट चाहिँ उहाँहरुले के गर्न सक्छ, लिगल फ्रेमवर्कमा बसेर नै उहाँहरुले नियुक्ति पाउन सक्छ। र हामी फर्स्ट अफ अल त अनित थापाज्यूलाई भन्न चाहन्छौं, छोड्दिनुहोस्। अब तपाईको हातमा छ, तपाई अहिले जीटीए मा हुनुहुन्छ र तपाईले साच्चै नै बंगाल सरकारसँग मिलेर काम गर्दैछ भन्नु भएको छ भने चाहिँ रिजनल एसएससी चाँडो भन्दा चाँडो ल्याउनुहोस्। रिजनल एसएससी को नियुक्ति प्रक्रिया ल्याउनुहोस्, नियुक्तिको लागि परीक्षाको लागि एडभर्टाइजमेन्ट गरिदिनुहोस्, सो दैट भोलि दिनमा इच एन्ड एभ्री भोलि दिन तपाईलाई पनि भन्ने मौका हुँदैन। इच एन्ड एभ्री जसकोमा क्राइटेरिया फुलफिल हुँदैछ उहाँले आफ्नो कम्पिटेन्ट देखाउने मौका पाउँछ र भोलि दिनमा जसले पाउँछ कम्पिटेन्ट मान्छेले पाएको हुनुपर्छ र पाउँछ पनि। यसरी राख्दिनु भने तपाईलाई उंगली उठाउने धरि के हुँदैन, त्यसले जग्गा हुँदैन। र हामी अनित थापाज्यूलाई भन्छौं चाँडो भन्दा चाँडो चाहिँ पहाडमा रिजनल एसएससी को एक्जाम परीक्षा राख्नुपर्छ। र हामीले त डे टु डे मा हामी न्यायालयपट्टि जाँदैनौं, तर डे टु डे मा कस्तो प्रकारको हुँदैछ, आफ्टर सक्सहरु कस्तो आउन सक्छ र यसको आफ्टर म्याच हामीले अगाडि नै क्याल्कुलेट गरेको राम्रो हो। जुन प्रकारले स्कुलहरु गभर्नमेन्ट स्कुलहरु युनिफर्म वेमा चल्नु पर्छ नि, त्यसको लागि चाहिँ अहिले नै हो रिजनल एसएससी को एडभर्टाइजमेन्ट निकालेर नियुक्ति प्रक्रिया सुरु गरेको। यदि नियुक्ति प्रक्रिया सुरु गरे भने भोलि दिनमा यसको आफ्टर म्याचमा जुन प्रकारको प्रब्लमहरु आउन सक्छ, यसमा चाहिँ यो जुन स्कुलको युनिफर्म वेमा चल्नुको लागि चाहिँ रिजनल एसएससी ले हेल्प गर्छ। र हामी फेरि पनि भन्छौं जो पनि क्राइटेरियामा छिर्नु हुँदैछ, जसको पनि बीएड छ उहाँहरुले काइन्डली अगाडि आएर रिजनल एसएससी को डिमान्ड गरौं। हाम्रोमा लगभग हजारौं बीएडहरु गर्ने व्यक्तिहरु छ, हाम्रो साथीभाइहरु छ, हाम्रो दिदीहरु छ, हाम्रो बहिनीहरु छ, हाम्रो दाजुहरु छ, हाम्रो भाइहरु छ, उहाँहरु पनि अगाडि आएर चाहिँ अब चाहिँ रिजनल एसएससी को डिमान्ड गर्नुपर्छ। हामीले पाउँछ भन्ने छैन, तर जसले पनि पाउँछ क्राइटेरियामा छिरेर कम्पिटेन्ट वेबाट पाएको हुनुपर्छ। र भोलि दिन हामीलाई लाग्छ कोही पनि छिर्छ यसरी भने शिक्षा व्यवस्था राम्रो भएर जान्छ। र वन्स अगेन पहाडमा फेरि पनि हामी भन्न चाहन्छौं रिजनल एसएससी को एक्जाम चाँडो भन्दा चाँडो राखेर पहाडमा नियुक्ति प्रक्रिया सुरु गरेको हुनुपर्छ। थ्यांक यू।